गाइज देवघाटको नजारा हेर्नुहोस्, देवघाट पनि बगाएछ। के भयो सर? दिएको छ त मैले ब्याट्री कुमार दाईको एउटा मात्र लिनु भएको रहेछ। त्यही त चेन्ज गरिसक्यो त, दुईटा ब्याट्री दिएको थिएँ, एउटा चाहिँ चेन्ज गरेर हालिसक्यो। अब अर्को त खल्तीमै बोकिरह होला। हो के ब्याट्री ल्याउने भन्दा त कुमार दाजु पनि खुस्किन्छ है। उसकै खल्तीमै छ अर्को ब्याट्री नि। एउटा मसँग दुईटा ब्याट्री थियो, फर्स्टमा उता एउटा दिएँ, अनि त्यसपछि फेरि अहिले यहाँ दिएको एउटा चेन्ज गरेर जस्तो लाग्यो। सारा पुरा प्लेनमा लागिदिएको रहेछ, हेर्नु न। हो त्यही भने हेर्नुहोस् गाइज, अहिले भर्खरै निकालेको सब यो अहिले भर्खर निकालेको रे सरहरूले। म यहाँ मेरो सामानको सुरक्षा चाहिँ गर्नु नपाउने भनेर बोल्दैन, जानै दिँदैन, यहाँ ठोकै जानै दिँदैन। यहाँबाट सबै ल्याएर केरा कुरा पनि केरा गाईको भाउ पनि केही छैन ल, सब बगाएछ, सब बगाएछ। ल हेर्नुहोस् गाइज, मान्छे छ कि भन्ने शङ्कामा उहाँहरू रेस्क्यु गर्न जानु भइरहेछ। मान्छे छ कि भन्ने आशंका गर्नुभएको छ उहाँहरूले। अघि एउटा शव त निकाल्नु भइसक्यो उहाँहरूले।
भैँसी 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 होइन के त त्यो अर्कै हो त्यो भैँसी त्यस्तो हुन्छ एउटा मान्छे पनि गयो होला नि है गयो होला नि यत्रो बगा छ 3 तलाको घर हो अरे अनि ल हेर्नु त 3 तला घरमा लास्ट यहाँ माथि हिँडेर गयो भने छिर्यो भने त छिर्यो ल गाइज हेर्नुहोस् 3 तल्ला घर रे यो ल अहिले बाँकी 1.5 तल्ला बाँकी 3 तल्ला घर पुरा सिमेन्टको घोल जस्तो पो भएछ हाम्रो महासचिव हुनुहुन्छ उतै पदतिर हुनुहुन्थ्यो अहिले ल स्कुलको हालत त यस्तो भएछ त यार यहाँ मान्छे धेरै परेको छैन बेत्रातीमा मान्छे धेरै भाग्दा भाग्दै भाग्दा भाग्दै होइन मान्छे पनि अलिकति घमण्डी ल हेर्नुहोस् 2-3 तला घर त माथिबाट आयो भने त अहिले हामी यता पनि चल्न सक्दैन हामी त भाग्नै सक्दैन नि पौडी खेल्दै बस्ने त्यो पनि लिन्छ ल हेर्नुहोस् खोलाको बगरतिरको घरहरू त सब डुबा यहाँ कस्तो भयो होला त्यही भने है 1 तला त पुरा पुर्या छ पछाडिको 3 तला हो यो छ नि अब सुक्यो भने सिमेन्टेड भन्दा कडा हुन्छ यो त बेसरी उ गरेर भयो नि त यो पानी अलिक सुक्दैछ होइन पानी आफू जाने हो जगदम्बा सिमेन्ट हुन्थ्यो भन्छ बलि भन्ने हो क्या हजुर जगदम्बा सिमेन्ट हुन्थ्यो होला होला हजुर
त्यही त 3-4 तला छ उता नि मरेछ त भैँसी हो कि गाई हो मान्छेको फ्रिज श्रिज सब बगाएर ल्याएछ यहाँ अगाडि गाडी फेरि आउनलाई सर यार सोचेको अकल्पनीय फुटेज चाहिन्छ सानो त्रिशुलीको सुनामी आएर ल हेर्नुहोस् एउटा मान्छे रात छिरेर अब घरमा होइन के छ र मनी सामान पर्ने सक्दैन गाइज ल हेर्नुहोस् मान्छेहरूलाई सामानधरि झिक्न मौका नदिकन यस्तोरी आछ बाढी ल हजुर हामीलाई त्यहाँ त्रिशुलीबाट त्यही भनेर पुलिसहरूले हामीलाई त्यहाँबाट बजारबाट खेदेको हामी खिचिरहेको थियो अघि ल हेर्नुहोस् गाइज बिचारा त्यो कुकुरलाई झरी टेन्सन केही सामानै निकाल्न पाएन छ नि ल हेर त बिजोग बनाएछ बिजोग यार